नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको एकीकृत निर्देशनको सिरिज अन्तर्गत आज हामी 4 नम्बरको निर्देशन लेखा नीति तथा विवरण पत्रहरूको ढाँचा सम्बन्धी व्यवस्था, यो अकाउन्टिङ पोलिसी कसरी राख्ने, अकाउन्टिङहरू कसरी राख्ने र त्यसको स्पेसिमेन ढाँचाहरू कस्तो हुने भनेर हेर्दैछौँ है। आजको विशेष एकीकृत निर्देशन नम्बर 4। नेपाल राष्ट्र ब्याङ्कले ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लेखा नीति बमोजिम एनएफआरएस बमोजिम केही वित्तीय विवरणहरू राख्नुपर्ने र ढाँचा दिएको छ। यसको वित्तीय विवरण तयार गर्नुपर्ने आफ्ना स्पेसिमेनहरू, विधिहरू, ढाँचाहरू तोकिएको छ। त्यसलाई हामीले एउटा स्पेसिमेन फर्म्याट भनेर भन्छौँ। मेथोडोलोजी फर्म्याटहरू तोकेर राष्ट्र ब्याङ्कले प्रेस्क्राइब गरेको छ। सोही अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्ना फाइनेन्सियल स्टेटमेन्ट्सहरूलाई प्रिपेयर गर्नुपर्ने हुन्छ। त्यस्ता वित्तीय प्रतिवेदनहरू एनएफआरएस बमोजिम तयार गर्नुपर्छ। नेपाल वित्तीय प्रतिवेदनमान भनेर भनिन्छ। यही वित्तीय प्रतिवेदनमान एनएफआरएसले दिएका जति पनि प्रतिवेदनका मानहरू छन्, स्ट्यान्डर्डहरू छन्, ती स्ट्यान्डर्डहरूलाई हामीले के गर्नुपर्छ, कम्प्लाई गर्नुपर्छ। त्यही अनुसार नियम पालना गरेर बनाउनुपर्छ भनेर भनिन्छ। एनएफआरएसले कतिपय क्षेत्रहरूमा यस्ता मापदण्डहरू, मानहरू, प्रतिवेदन मानहरू समावेश गरेको छैन भने त्यसलाई हामीले आइएफआरएस बमोजिम आइएफआरएसलाई आधार लिएर हामीले यस्ता मापदण्ड अनुसार फाइनेन्सियल रिपोर्टिङ गर्नुपर्ने हुन्छ। यदि एनएफआरएसमा भनिएको छैन भने आइएफआरएस बमोजिम हामीले के गर्ने, वित्तीय प्रतिवेदनहरू, फाइनेन्सियल स्टेटमेन्टहरू बनाउनुपर्छ। लेखा परीक्षण सकिएपछि है त्यस्तो वित्तीय विवरणहरू हामीले एनुअल रिपोर्ट, वार्षिक प्रतिवेदनमा पनि प्रकाशन गर्नुपर्छ र वेबसाइटमा पनि हामीले त्यसलाई अपलोड गर्नुपर्छ। अब फाइनेन्सियल स्टेटमेन्टहरूमा के पर्ने त? एउटा त फाइनेन्सियल पोजिसन पर्छ, प्रफिट अर लस स्टेटमेन्ट, यसलाई कन्सोलिडेटेड गर्नुपर्छ, कम्प्रिहेन्सिभ इन्कमहरू, अनि क्यास फ्लो, त्यसपछि इक्विटीमा भएको चेन्जेसहरू, परिवर्तन, अनि पुँजीकोष तालिका, क्यापिटल एडिक्वेसी रिलेटेड हामीले टेबल पनि देखाउनुपर्छ र की फाइनेन्सियल इन्डिकेटर्सहरूलाई पनि हामीले फाइनेन्सियल स्टेटमेन्टमा इन्क्लुड गरेर राष्ट्रिय स्तरको पत्रिकामा नेसनल लेभलको डेली पब्लिस हुने न्युज पेपरमा हामीले चाहिँ त्यसलाई पब्लिस गरेर डिस्क्लोजर दिनुपर्छ। सबै स्टेक होल्डरहरूलाई, सरोकारवाला सबैलाई जानकारी प्रवाह गर्नुपर्छ। अब अनअडिटेड फाइनेन्सियल स्टेटमेन्ट, यो अन्तरिम वित्तीय प्रतिवेदन भनेर भनिन्छ अथवा अपरिष्कृत वित्तीय प्रतिवेदन, जुन चाहिँ फाइनल अडिट नभएको, त्यस्तो केसमा प्रत्येक क्वार्टर सकिएको, त्रैमास समाप्त भएको 15 दिनभित्रमा हामीले कुनै एउटा राष्ट्रिय स्तर दैनिक पत्रिकामा प्रकाशन गर्ने। तर आर्थिक वर्षको अन्तिम त्रैमास छ, जस्तो अषाढ मसान्त छ भने त्यस्तो अनअडिटेड अपरिष्कृत वित्तीय प्रतिवेदन त्यही सोही आर्थिक वर्ष समाप्त भएको 30 दिनभित्र प्रकाशन गर्नुपर्ने प्रावधान रहेको छ। र अनअडिटेड फाइनेन्सियल स्टेटमेन्टहरू, अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्दा जहिले पनि अनिवार्य रूपमा हाम्रो इन्टरनल अडिटरले त्यसलाई सर्टिफाई गरेको हुनुपर्छ, अनि बल्ल हामीले पब्लिस गर्न पाउँछौँ। यो म्यान्डेटरी हो। अब इयर इन्डमा अनअडिटेड फाइनेन्सियल स्टेटमेन्ट र फाइनल अडिट भएको फाइनेन्सियल स्टेटमेन्ट बिचमा कुनै ग्याप देखियो, अन्तर देखियो, डिफ्रेन्स आयो भने त्यसको कारणहरू खुलाएर फेरि हामीले एनुअल रिपोर्टमा पनि त्यसलाई पब्लिस गर्नुपर्छ। वित्तीय विवरण कुनै पनि आर्थिक वर्ष समाप्त भएको 3 महिनाभित्रमा हामीले नेपाल राष्ट्र ब्याङ्कको सुपरिवेक्षण विभागमा स्वीकृतिको लागि पेश गर्ने र स्वीकृति आइसकेपछि बल्ल पब्लिस गर्न पाउँछौँ। यो सुपरभिजन डिपार्टमेन्टमा हामीले त्यसलाई सबमिट गरेर अप्रुभल लिनुपर्छ। इयर इन्ड भएको, यो फिस्कल इयर इन्ड भएको विदिन 3 मन्थ्समा। अफसाइट सुपरभिजनबाट यदि कुनै राष्ट्र ब्याङ्कले हामीलाई डिरेक्सन दियो, यसमा एडजस्टमेन्ट गर्नु, समायोजन गर्नु भनेर कुनै एउटा डिरेक्सन आयो हामीलाई भने त्यो आर्थिक वर्ष समाप्त भएको 4 महिनाभित्र त्यसलाई हामीले समायोजन गरेर लेखा परीक्षण कार्य सम्पन्न गर्नुपर्छ। यो निर्देशन प्राप्त भएको खण्डमा मात्र गरिने हो।
अफसाइट सुपरभिजनको केसमा मात्र यसरी चाहिँ एडजस्टमेन्ट गरेर हामीले 4 महिनाभित्रमा फाइनल अडिट सकाउने। फाइनल अडिट 4 महिनाभित्रमा सकिनुपर्छ। सो तसर्थ यो एनएफआरएसमा आधारित लेखानीति का कारणले ब्याङ्किङ क्षेत्रलाई पारदर्शिता कायम गर्न, सुशासन कायम गर्न यसलाई एउटा आधार स्तम्भको रूपमा लिन सकिन्छ। यसले कुनै पनि वित्तीय विवरणहरूलाई विश्वसनीय बनाउँछ, कम्पेरेबल तुलनायोग्य हुन्छ र अन्तर्राष्ट्रिय स्तरको बनाउनलाई यसले मद्दत गरेको हुन्छ, जसले सरकारवाला सबैलाई यो ब्याङ्कको वास्तविक वित्तीय अवस्था के छ त भनेर जानकारी दिन र सुसूचित निर्णय लिनको लागि सहयोग पुर्याइराखेको हुन्छ।